ल साथीहरु यो रातो दाना चाहिँ के हो पनि नाम चाहिँ थाहा छैन बजारमा एकदम बिक्री भइरहेको छ 50 रुपैयाँ पावा मैले पनि ल्याएर अलिकति पखालेर अनि यो पिसे हैन अचार खाने रहेछ यो चाहिँ अनि यसरी पिसेर चाहिँ अनि थोरै तेल राखे अनि जिरा अलिकति पड्काको त्यसपछि अलिकति प्याज यो अलिकति डढे उयो भएपछि आगो उठेपछि तेल थप्नु पर्छ लसुन थोरै अनि सुखा खोर्सानी अनि बेसार अनि यो धुलो मसला है यो चाहिँ अनि त्यहाँदेखि यसलाई झानेर चाहिँ अब मलेर मज्जाले अनि थोरै स्वाद अनुसार नुन पनि यसमा राखेर अनि चाहिँ कस्तो भयो है त अब थोरै टेस्ट गर्छु ल एकदमै मिठो छ अमिलो छ क्या काँचो आम जस्तो